Hello guys, welcome back to my YouTube channel and it's another part of rearing alone chick अनि यसलाई चाहिँ मैले हिजोकै दिन अर्को भिडियो हेर्नुभएको छ भने त हजुरलाई थाहा हुन्छ मैले यो कुखुराको बेलुका थन्क्याउने बेलामा मैले पछाडिबाट हालिदिरहेको थिएँ अनि त्यस पछाडि यो चाहिँ एक्लै भइरहेको छ यहाँनेरि। अब कस्तो हुन्छ के हुन्छ एक्सेप्ट त गरिसकेछ यसको आमाले, यो कुखुराले एक्सेप्ट त गरिसकेछ। ठुङ्ने हो भने त्यस्तो यिनीहरूले पनि त्यस्तै हेप्ने ओर्ने त केही गरेको छैन, तर पनि आजको दिन छोडिदिँदाखेरि चाहिँ कस्तो हुन्छ भनेर मैले एकछिन छोपिदिएँ अनि छोपेर चारोहरू हालिदिएर अब मैले छोडिदिने निर्णय गरेँ। तर आज म दिउँसोभरि यिनीहरूलाई विचार गर्छु, हेर्छु कहाँ के गर्छ भनेर। अरू चाहिँ ठुलो एक हप्ताको भइसक्यो नि त अनि उनीहरू चाहिँ अगाडि अगाडि कुद्छन् अनि ऊ चाहिँ कुद्नै नसक्दो रहेछ क्या। अनि पछाडिबाट छोडिन्छ अनि च्याप च्याप गरेर कराउँछ अनि साह्रो कराएपछि माउले पनि पर्खिन्छ के उसलाई। अनि यो चाहिँ मलाई एकदमै खुसी लाग्यो। अनि पर्खेर अनि लिएर अनि फेरि हिँड्छ कि अरू चल्लाहरू चाहिँ माथि माथि कता कता पुग्छन् माउभन्दा अगाडि अगाडि हिँडेर ऊ त्यो भुलिने के कता हो जस्तो हुँदो रहेछ। अनि यसरी उनीहरू चाहिँ यसरी अगाडि गइसक्यो, ऊ चाहिँ यहाँनिर लुकेर डरले बसिरहेछ के, एक्लै भइरहेछ अनि करायो, साह्रो करायो। अनि यहाँनिरबाट चाहिँ अनि उसले हेर्दैछ, माउले हेर्दैछ अनि के भयो भनेर हेर्दैछ अनि यहाँ यसरी बोलाएर अनि आफूसँगै खेलाउँदैछ। अनि यो देखेर चाहिँ मलाई एकदमै धेरै खुसी लागेको के। अनि अब के हुन्छ कस्तो हुन्छ भनेर अनि मैले चाहिँ दिउँसोभरि यसरी हेरेँ, बेला बेला हेर्दै काम गर्दै गरिराखेको थिएँ। तर यसले चाहिँ एक्लै कुनै मोमेन्टमा पनि एक्लै छोडेको थिएन, पछि लिएर हिँडिरहेको थियो। तर एक्लै हुने के, अरू सँगसँगै गर्न त नसक्ने, अब सानो भएर पनि होला, तर पनि एक्लै भए पनि ऊ चाहिँ आमासँग रमाइरहेको थियो। अनि चारो दिँदाखेरि पनि अनि कस्तो गर्दो रहेछ भनेर चाहिँ मैले चारो दिएँ। अनि चारो दिँदाखेरि अरूहरूले चाहिँ फटाफट खाए र ऊ चाहिँ एकछिन भुलिरहेको थियो, फेरि एकछिन आयो अनि एकछिन आएर हेर्न बेग्लै देखिन्छ कि, अरूभन्दा सानो छ नि त अनि हेप्छन् कि जस्तो नि लाग्छ। यो चाहिँ बेलुकाको टाइमको भिडियो हो, बेलुका चाहिँ मैले अब छ कि छैन भनेर हेरिराखेको थिएँ। यो चाहिँ अर्कै चल्ला रहेछ। अनि एकै ठाउँमा मैले अब क्रेटमा हाल्नको लागि माउलाई निकालेँ अनि ऊ पनि फुत्त निस्क्यो। अनि सुरुमा चाहिँ मैले उसैलाई माउसँग हालिदिएँ अनि आजको भिडियो सक्यो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। आजको लागि चाहिँ यति नै। अब यसरी नै हुर्किन्छ होला, मलाई चाहिँ एकदमै खुसी लागिरहेछ। यो माउले यो चल्लालाई एक्सेप्ट गरौँ, अब यसको बिजो कुद्यो।